गाई चाहिँ बारबिक्यू हाम्रो सेक्सन भइरह गाई जब 10 किलोमिटर बाँकी हो हामी एप्पल खाइरहौँ गजराम पर्वत उतातिर हाम्रो नमस्ते गाइज आज हामी चाहिँ सुन्दारामा छौँ अहिले आज हाम्रो यात्रा भनेको चाहिँ बेथाङचोक यहाँ सुन्दाराबाट अहिले हामी चाहिँ पनौती बजारमा झर्नेछौँ त्यहाँबाट चाहिँ हाम्रो पनौतीबाट बेथाङचोकको लागि गाडी लिएर राति रिसोर्टमा हाम्रो डेस्टिनेसन रहेको छ यहाँ हाम्रो हुनुहुन्छ हामीसँग यहाँ पछाडि हाम्रो गेडाहरू हुनुहुन्छ हेलो 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 गाइज हामी अहिले पनौती बस स्टप पुग्यौँ यस्तो छ पनौती बस स्टप चाहिँ अब हाम्रो यो बस बेथाङचोकको लागि अब हामीलाई 1 घन्टा लाग्नेछ बेथाङचोकको बसमा अब हामी निस्किनेछौँ मौसम चाहिँ अब अलि पानी पर्ला जस्तो लागिरहेको यता माथि हेर्न सक्नुहुन्छ अब हेरौँ पुगेर के हुन्छ हामी अहिले पनौती बस स्टप पुग्यौँ हामी अब नास्ता खान्छौँ यहाँ लाग्यो त सन्दीप समोसा एकदम बेस्ट छ अहिलेसम्म चटनी पनि यो गुलियोवाला रहेछ यो चाहिँ पिरोवाला रहेछ मस्त हामी 4 बाटोमा छौँ अब चाहिँ हामी माउन्ट के अरे रिसोर्टको नामै बिर्सेँ माउन्ट महाभारतमा जानेछौँ हाम्रो अब माउन्ट भारत त्यहाँबाट पुग्नलाई चाहिँ लगभग 1 घन्टा लाग्छ होला 1 घन्टाको वाक उहाँ चाहिँ गइरहन् कि आन्टीहरू मुला लाग्छन् यहाँ खेतीहरू हुँदो रहेछ यस्तो दामी दामी गाइज हामी चाहिँ अहिले यस्तो अलि दुर्गम नै ठाउँ छ हामी आफ्नो अहिले रिसोर्टतिर लागेका छौँ मौसम चाहिँ एकदम राम्रो मौसम छ चिसो चारैतिर हराभरा घाँसहरू छन् हामीलाई बाजेहरू भेटिनु भएको उहाँले हामीहरूलाई चाहिँ बाटो बताइदिनु भएको हिमाल त अब रिगोटी स्टेसन नजिकै म दामोदर कुण्ड गइरहेको दामोदर कुण्ड निलगिरी र धौलागिरीको बिचबाट मुक्तिनाथ भइगयो अनि माथि चाहिँ दामोदर कुण्ड भन्ने छ 5700 मिटर हाइट रहेछ अक्सिजनको कारणले गाह्रो हो धेरैलाई म चाहिँ बिस्तारै गएँ हामी 18 जना थियौँ घोडा प्रयोग गऱ्यौँ 10,000 तिरेर 18 जना थियौँ अनि त्यसरी आएको हिँड्नुपर्छ म 61 वर्ष भएँ अनि 65 वर्षको यसमा आफैले आफूलाई चाहिने खाने सातु सामल सबै बोकेर अनि हिँडेर गएर आएको अब भोलिपछि सकिँदैन भनेर त्यस्तोमा गएर आएको भाउ जानुपर्छ त्यस्तो हाइट हुनुपर्छ यहाँ सन्दीप 15 किलो भारी बोक्दैछन् त्यही पनि उहाँको गति रोकेको छैन गोपाल सरसँग भेट भयो अनि आएको भने दामी भ्यू आइरहेको यहाँ फोटोसुट चलिरहेको हाम्रो सन्दीप ब्रदर यहाँ फोटो खिच्दै हुनुहुन्छ हाम्रो दिपक यहाँ थाकेर यहाँ रेस्टमा हुनुहुन्छ रेस्टमा कस्तो ह्यान्डसम देखिनु भएको पसिनाले कपाल छमछम पारेर यस्तो दामी स्माइल त के भनौँ गाइजू त्यहाँ कौवा भगाउनेवाला छ कौवा हामी अब आफ्नो रिसोर्टमा पुगिरहौँ आई गेस त्यहाँनिर छ हामी लगभग कति 1.5 घन्टा हिँडिसक्यौँ तल 4 बाटो चोकबाट हाम्रो रिसोर्ट भएको छ उता नाम आइसक्यो सरी गाइज माथिको होइन यो रहेछ माउन्ट महाभारत तपाईँहरू नै आउनु हुँदैछ भने माउन्ट महाभारतलाई बुक गरेर आउनु होला धन्यवाद एट द माउन्ट महाभारत होमस्टे धेरै मेहनत गर्नु पर्यो माथि आउनलाई यहाँ चाहिँ अब टावर छ खै के को टावर रहेछ यो होइन डोन्ट ह्याभ एन आइडिया आइसक्यो हाम्रो यो स्टे लोकेसन चेन्ज भयो हाम्रो अब अल्पाइन जाने हामी हाम्रो लोकेसन अल्पाइन होटलमा त हाम्रो वेटिङमा हुनुहुन्छ हाम्रो रिसोर्टको लोकेसन चेन्ज भएको खै किन रहेछ
देखिको भ्यू यस्तो छ गाइस, बादल बादल यताउता यता यस्तो छ दामी। मौसम पानी पर्छिदेखि गाइस अब रातिको टाइम भयो, खाना खाने टाइम भइरह। हामी यहाँ टक्क खाना खाएर मस्त दामी खाना यहाँ हाम्रो सलाद पनि दामी एकदम क्वान्टिटीमा दिइरहन्। केटाहरू यस्तो एक्सट्रिम त अब यो यस्तै हो, खानुहुन्न धेरै कुराहरू। ल अब खाना खान्छौँ है हामीहरू। गाइस यहाँ बार्बिक्यू हाम्रो सेक्सन भइरह। सेक्सन भएन सेक्सन होइन, सुरु भइरह। जाडो एकदमै जाडो भइरह। सो च्यापचुप लगाएर बस्नुपर्छ, आगो ताप्नुपर्छ। एक्सट्रिम उता हाम्रो एक्सट्रिम छ। एक्सट्रिम कन्डिसनमा जानु एक्सट्रिम कन्डिसनमा जानलाई एक्सट्रिम युज गर्नु गाइस। गाइस टाइम भइरहेको छ 3:27 बिहानको। हामी चाहिँ अब कुन डाँडा हो गाइस, बेथानचोक डाँडाको लागि लागेका छौँ। यहाँबाट अलमोस्ट हामीलाई 3 घन्टाको समय लाग्छ होला। बाटोमा तपाईँले अपडेट गर्दै गर्छौँ। ल भन्न हाम्रो प्लान चाहिँ के छ भनेपछि सुरुमा चाहिँ हामी गजरम्ब डाँडा भने त्यहाँ गएर चाहिँ सनराइज हेर्ने, त्यसपछि चाहिँ हामी अर्को के छ उता नारायणठान भन्ने ठाउँबाट चाहिँ भ्यू हेर्ने प्लान छ। अब जाउँ गाइस अब 10 किलोमिटर बाँकी। अब हामी एप्पल खाइरहौँ। अब हेल्दी हुनु पर्यो नि त, हेल्दी हुनु पऱ्यो। बाटोमा सुरुवात हेल्दी आइटमबाट सुरु गरौँ भन्ने चाहना। अब भ्यू पोइन्टबाट 15 मिनटको दूरी बाँकी छ। अचानक पानी परेर हामीले रेनकोट लगाएका छौँ। हाम्रो साथीहरू पछाडि आइरहन्। Hello guys. Please come to this place at your own risk, हैन? गाइस अब पुगिसक्यौँ, 2 मिनटमा पुगिन्छ। उताको भ्यू हेर्नु, सन्दीप यही हो बादलहरू देखिरह नि। त्यो भन्दा नि माथि जानु पर्ने छ कि त्यही हो? ब्लर भएछ अलि। ल ल हिँड दिपक भाइ। हामी आएको यहाँ। गाइज हामी अहिले बेथानचोकको डाँडामा छौँ, 3310 मिटर माथि। पछाडिको भ्यू हेर्न सक्नुहुन्छ, दामी भ्यू आइरह होला। हामी कति बजी पुगेको भनेपछि 6:30 बजीतिर पुगेको त्यहाँ होइन। भ्यूहरू चाहिँ फेरि राम्रो छ, तपाईँ हेर्न सक्नुहुन्छ। यस्तो दामी भ्यू छ। एक्सन। गाइज हामीसँग यहाँ जाम छ, यहाँ ब्रेडमा जाम लाएर होइन, ब्रेडमा जाम लाएर खानु। यहाँ क्लोजअप हान त साथी, टक्क यसरी लाउने, टक्क यस्तो पारेर त्यो गरेर भयो, काट्देला लास्ला। We are having coffee. अब चाहिँ यहाँबाट हाम्रो टार्गेट भनेको चाहिँ नारायणथान जाने हो। अब त्यहाँ जान नि 1 घन्टा लाग्छ होला। मन्दिरहरू के छ अरे। त्यसपछि चाहिँ हाम्रो टार्गेट भनेको चाहिँ 2 बजेसम्म चाहिँ उता तल हाम्रो रिसोर्टमा पुग्ने, अनि 2 बजेबाट के अरे तल पनौतीको लागि झर्ने, त्यहाँबाट गाडी समातेर चाहिँ काठमाडौँ जाने। हेरौँ गाइज कतिको अब टाइमले साथ दिन्छ हामीहरूलाई। गाइज अब हाम्रो नेक्स्ट लोकेसन भनेको नारायणथान। त्यो टुप्पो डाँडा हो बादलले घेरेको। अब बाटो चाहिँ कहाँबाट घुमेर जानुपर्ने छ, नो आइडिया। गाइज के अरे गजराम पर्वत अब त्यहाँ गएर थाहा हुन्छ कस्तो छ हाम्रो। हात आइरह त, कहाँबाट आइरह? यहाँबाट एउटा क्याम्प छ, यता क्याम्प हो कि खै के कटेज जस्तो छ। हेरौँ के रहेछ अगाडि। गोठ पो हो होइन, क्याम्पिङ गर्ने हो। हाम्रो गजराम पर्वत उतातिर हाम्रो भ्यू पोइन्ट छ, तल बादलहरू यता दामी छ।
हाइट चाहिँ कति रहेछ आई डोन्ट नो है अहिलेको ए ए नारायण थान जाने बाटो यस्तो सिँढीको बाटो चाहिँ यताबाट घुम्दै 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 उता पहाड चाहिँ ढाक्या छ पुरै उसले हुस्सोले दामी छ तर गाइज वडन पहाड बाटो पनि यस्तो डरलाग्दो छ गइरहन् केटाहरू हामी पनि बिस्तारै बिस्तारै टुलु हुँदै जान्छौँ गाइज नारायण थानको मन्दिर चाहिँ यस्तो छ गाइज हामी नारायण थानबाट अहिले तल झरिरहौँ अघि चाहिँ हामी गुर्जु धाराको बाटो लामो बाटो गएको थियौँ अहिले चाहिँ हामी यो खोलाको सर्टकट बाटो गइरहौँ यहाँ एकदम ऊ छ बाटो पनि एकदमै ऊ छ कठिन बाटो छ साथीहरू चाहिँ उता छन् अहिले डिस्कस हालिरहन् त्यो बाटोको बारेमा फेरि पुग्छौँ होला हामी अबको आधा घन्टामा तल गएपछि तपाईँसँग भेट हुन्छ यिनीहरूले यिनीहरूले छाता लायो मलाई छाता लिएर रेनकोटमा हालेको छ यार यस्तै गर्छन् यिनीहरू यार आएर न छाता ओढ्दै हिँडिरहन् टुलु यहाँ आफूले यहाँ यस्तो रेनकोट ओढेर हिँड्नु परिरह दुःख छ नि अब हामी अहिले तल गइरहौँ अब यो भ्लगको अन्तिम पार्टतिर आइसक्यो अब यो भ्लग इन्ड गर्नुभन्दा पहिला चाहिँ तपाईँ ट्याक्क गएर सब्सक्राइब लाइक र सेयर कमेन्टहरू गरिदिनु होला यसको सर्ट क्लिपहरू टिकटकहरूमा नि आउँछ टिकटकमा नि फलो गर्नु होला मलाई हस् बाई बाई Ayo, ayo, ayo. Oh. Ayo, ayo, ayo. Oh. Ayo, ayo, ayo. Ninja Hattori. Ayo. Ayo, ayo, ayo. Ninja Hattori.